प्रधानमन्त्री शेरबहादुर प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री नेपाल छोडा। यहाँ तपाईँहरूको चाहिने कालमुद्रिने होला छ। नेपाली जन्जिल त्यो सोचिसकेका छ। अहिलेको चुनावमा तपाईँहरू उठ्नु हुँदैन। उठेपछि बहिष्कार। वन अप। लौ प्रचण्ड शेरबहादुर देउपा केपी ओली यो नेपालको प्रधानमन्त्री हुने मौका छँदै छैन। यिनी बहिष्कार। उहाँहरू अनि सेनामा भागाभाग भएर गइसकेका बहिष्कार। इज्जत छैन। नेपालको राजीनामा दिनुपर्छ। उठेपछि जेन्जी उठ्छ। नेपालको कानुनमा यो संशोधन हुनुपर्छ। संशोधन हुनुपर्छ। सर्वोच्चले निर्णय गर्नुपर्छ। सर्वोच्च अदालतले शेरबहादुर देउपालाई केपी ओलीलाई प्रचण्डलाई प्रधानमन्त्री बनाउँछ भनेर निर्णय गरेपछि सर्वोच्च जलाइन्छ। सम्माननीय सुशीला कार्कीजीले पनि मेरो नमस्कार। सुशीला कार्कीजी मेरो नमस्कार। सम्माननीय प्रधानमन्त्रीज्यू पहिले सर्वोच्च अदालतको छैन प्रधानमन्त्री हुन्छ। न्याय कानुन तपाईँले जान्नु भएको छ। कार्यान्वयन गर्नुहोस्। अहिलेको चुनाव शान्ति हुन्छ कि अशान्ति हुन्छ त्यो तपाईँहरूको हातमा छ। वाट अप।